कुलमान घिसिङले अघिल्लो महिनासम्म मात्रै नेपाल विद्युत प्राधिकरण 8 अरब नाफामा रहेको बताइरहेका थिए। तर नवनियुक्त विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्र देव साक्यले आज जारी गरेको श्वेत पत्र अनुसार विद्युत प्राधिकरण 5 अरब 26 करोड नोक्सानमा रहेको देखाएका छन् र विद्युत प्राधिकरण नोक्सानमा रहेकोले 10 अरब ऋण लिने प्रक्रियामा रहेको समेत जानकारी गराएका छन्। जबदेखि विद्युत प्राधिकरणमा 2 कार्यकाल कुलमान घिसिङ थिए, त्यो बेला विद्युत प्राधिकरण सधैँ नाफामा देखिएको थियो। तर उनी हटेको महिना नबित्दै घाटामा देखिनु यो संयोग हो या षड्यन्त्र हो, अथवा रणनीति हो कुलमानलाई असफल बनाउन, अथवा भ्रष्टाचार गर्नलाई एउटा नयाँ साजिस हो। तपाईँ हामी सबैले बुझ्नुपर्ने कुरा हो। सँगसँगै समाचार स्रोतहरूले के पनि जानकारी गराएका छन् भने चाँडै विद्युत महसुल दर पनि बढ्नेछ, किनकि विद्युत प्राधिकरण घाटामा छ। पछिल्लो समय अघोषित रूपमा लोड सेडिङको अवस्था देखिएको छ। बिना जानकारी विभिन्न समयमा विद्युत जाने सम्पूर्ण सर्वसाधारणलाई ज्ञात भएको कुरा हो। यसको मतलब अघोषित रूपमा लोड सेडिङ समेत सुरु भइसकेको छ।